तपाईहरु सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने तपाईलाई गिज्याउने, तपाईलाई खिसी गर्ने, तपाईलाई अनेक कुराहरू भन्नेहरू धेरै नै भेटिन्छन् समाजमा देखि लिएर कमेन्टहरूमा र आफ्नै साथीभाइ सर्कलहरू पनि हुन सक्छन्। तर हामीले त्यस्ता कुराहरूलाई प्रवाह गर्नु हुँदैन। त्यस्ता कुराहरूलाई व्यवस्था गरेर हाम्रो लक्ष्यतर्फ अगाडि बढ्नुपर्छ है साथीहरू। मैले बारम्बार तपाईहरुलाई भन्दै आएको छु, सामाजिक सञ्जाल चलाउँदै हुनुहुन्छ भने कसैको आलोचनासँग हामी डराउनु हुँदैन। हामीले गलत गर्नु हुँदैन र डराउनु पनि हुँदैन। यदि गलत गरिएको खण्डमा माफ माग्न सकिन्छ र भरसक जानी गलत गर्नु हुँदैन साथीहरू। हामीलाई थाहा छ नि त के गलत हो के सही हो भन्ने कुराहरू। त्यही भएर सामाजिक सञ्जालमा तपाईलाई बोल्न आउँछ, तपाईसँग क्रिएटिभिटी छ, केही गर्न आउँछ, डान्स गर्न आउँछ, गीत गाउन आउँछ लगायत हरेक कुराहरू तपाईको कला क्षमताहरू दक्षताहरू छ भने प्रदर्शन गर्नुहोस्। तपाईहरुले लुकाएर राख्ने होइन साथीहरू। कुरा बुझ्नु पनि, लुकाएर तपाईले राख्नु भने तपाईले आफूलाई ठगिराख्नु भएको छ, आफूले आफूलाई नोक्सान गरिराख्नु भएको छ। त्यही भएर हामीमा के छ प्रस्फुटन गरौँ। यस्तो मोटिभेसनल कुराहरू भन्न आउँछ, कसैलाई सिकाउन आउँछ भने सिकाउँ, गरौँ। सामाजिक सञ्जालमा हरेक कुराहरू हुन्छ साथीहरू। सामाजिक सञ्जालले धेरै मान्छेहरू बनेका छन्, राम्रो भएका छन्, भविष्य राम्रो निर्माण भएको छ। त्यही भएर सामाजिक सञ्जाललाई हल्का रूपमा नल्याउँ साथीहरू। सामाजिक सञ्जाल एकदमै राम्रो पावरफुल छ। त्यही भएर सामाजिक सञ्जालमा बोल्न आउँछ र हरेक क्रिएटिभिटी छ भने लागौँ है साथीहरू। मैले बारम्बार भन्दै आएको छु, तपाईले कसले भन्छ होला हौ सामाजिक सञ्जालमा काम गरौँ भनेर भन्छ त? भन्दैन। तर राम्रो मान्छेहरूले, पोजिटिभ सोच्ने मान्छेहरूले एक्लै गर्नु हुँदैन, सबै मिलेर गर्नुपर्छ काम र सबैलाई सिकाउनुपर्छ भनेर सोच्छ। त्यही भएर मैले बारम्बार भनिरहेको छु, तपाईहरुले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ भने हामीले आजैबाट फेसबुक पेज खोलौँ, आजैबाट युट्युब च्यानल खोलौँ, आजैबाट टिकटक खोलौँ, हरेक सामाजिक सञ्जाल खोलौँ र राम्रो तरिकाले सदुपयोग गरेर चलाउँ। एक दिन न एक दिन बेस्ट प्लेटफर्म बन्ने छ। मेरै उदाहरण तपाईहरुलाई दिन चाहन्छु, हेर्नु होला। आजभन्दा 1 महिना अगाडि 2700 सब्स्क्राइबरहरू हुनुहुन्थ्यो, अहिले 25,000 पुगिसक्नु भएको अवस्था छ। त्यो भएर मेहनत गरौँ, लगाव लगाउँ, झुकाव बनाउँ र एउटा उद्देश्य लिउँ साथीहरू। पक्कै पनि गन्तव्यमा पुगिन्छ। त्यही भएर साथीहरूलाई मैले बारम्बार भन्दै आएको छु, कृपया यो भिडियो कस्तो लाग्छ, तपाईहरुलाई मोटिभ जस्तो लाग्यो, मोटिभेसनल तरिकाको जस्तो लाग्यो भने कृपया कमेन्ट गर्नुहोला र मेरो भनाइहरू तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला र यो भिडियो कृपया नयाँ क्रिएटर साथीहरूलाई पनि पठाइदिनु होला। मैले डाइरेक्ट सर्ट बनाएको अवस्था छ। अब एडिट गर्ने हो भने सबै कुराहरू एडिट गरेर गरिन्थ्यो, तर अब प्रत्यक्ष रूपमा यो लाइभ जस्तै बोलेको हुनाले भनिरहेको छु। हस्त धन्यवाद। तपाईहरुको दिन शुभ रहोस् र राम्रो होस् कामना